अनि सबभन्दा राम्रो दान चाहिँ भोजन दान हो है। अनि त्यहाँ भगवान बुद्धको र भन्तेहरूलाई चाहिँ भोजन दान, भन्तेलाई भोजन दान दिएन भने भोकले मर्नुपर्ने हुन्छ। तर मर्नु चाहिँ पर्दैन भनेर भगवानले बताउनु भएको छ। माग्नु मिल्दैन, गएर उभिएर ख्याक ख्याक गरेर इसारा दिन नि मिल्दैन, किन्नु पैसा पनि हुनु हुँदैन। त्यस्तो भन्ते चाहिँ भिक्षुहरू चाहिँ। अनि भगवान बुद्धको समयमा वैशाली नगरमा त्यहाँको नगरवासीहरूले भगवान सहित सबैलाई भोजन दान निमन्त्रण गर्न चाहिँ निमन्त्रण गर्न गएछ। गइसकेपछि भगवानले किन आएको भन्दा भगवान भोलिको भोजन चाहिँ हाम्रो नगरमा आइदिनु पर्यो। हजुरको भिक्षुहरू सबै 1250 सारीपुत्र, मौगलिन पुत्र, आनन्ददेखि सबै भन्तेहरूलाई पनि ल्याइदिनु पर्यो भनेर हामी निमन्त्रणा गर्न आएको भनेपछि भगवानले हुन्छ भन्नुभयो। के भन्नुभयो? हुन्छ भनेर स्वीकार्नु। अनि उनीहरू फर्केको एकछिन पछाडि रुने, कराउने, चिच्याउने, बटारिने, घिनलाग्दो फोहोरी खाले 500 जना प्रेतहरू आयो। कति? 500 जना। भगवानले अब देख्नुभयो उनी प्रेतै हो भनेर उहाँ सबै अभिज्ञा ज्ञानले थाहा पाउनु भयो भने तिमीहरू को हो, कहाँ हिँडेको, किन कराएको, हल्ला गरेको भन्नुभएपछि हजुर भोलि वैशाली नगरमा जानु हुँदै रहेछ, अघि हामीले भोजन दान गर्ने हाम्रो छोरा छोरी, भाना भान्जी, नाता नातिनीले बोलाएको सुन्यौं, र आजसम्म हामीलाई कसैले मलम गर्दैन अरे, खानै पाएको छैन। त्यसकारण भोलि तपाईँ त्यहाँ जानुहुँदा हाम्रो लागि मलम गरिदिनुहोस् न भनेर बिन्ती गर्न आएको भने के गर्नु गएको अरे? अनि भगवानले हुन्छ तर भोलि तिमीहरू त्यहाँ आउनुपर्छ है, उपस्थिति हुनुपर्छ भनेपछि फेरि हुँदैन, हामी आउँदैनौँ भन्ने फेरि। तिमीहरू आएन भने गर्दिन भन्नुभएपछि किन नआउने भन्दा हामी नराम्रो छौँ, हामी घिनलाग्दो छौँ, हामी फोहोरी छौँ, त्यहाँ सुकिलोदेखि सबै पन्ना कार्पेटदेखि सब ओछ्याएको ठाउँमा हामी आयो भने त त्यहाँ त उनीहरूलाई राम्रो हुँदैन, लाज हुन्छ भनेपछि र हामीलाई पनि लाज हुन्छ, दुईजनालाई लाज हुन्छ, उनीहरूलाई पनि लाज हुन्छ, हामीलाई पनि लाज हुन्छ भनेपछि तिमी नआउने भए पहिला पाप गर्न त लजाएनौ, भोलि आउँदैन भने दिन्न, हुँदैन, मलम गर्दिन भनेर फेरि भगवानले भन्नुभएपछि अनि के भयो, को हौ तिमीहरू भन्दा हामी उनीहरूको बाउ हो अरे। बाउ, आमा, बोजू, माम, काका काकीहरू, सासू ससुरा, हामीले जीवनभर बुद्धको नाम पनि सुन्न पाएन, त्यो बेलामा बुद्ध देख्न नि पाएन, भिक्षुसँग पनि देखेनौँ, र अरू पनि कर्म गर्थ्यौँ होला, त्यो पनि कसरी पैसा बढी कमाउँ व्यापार गर्दा, कसरी मान्छेलाई ठगौँ, कसरी झुटो बचेर भने ठगौँ भन्दा भन्दै त्यो पनि छोरछोरीको मायाले आफूलाई खानु पुगे पनि छोरछोरीले दुःख नपाओस्, छोरछोरी धनी होस्, छोरछोरीलाई राम्रो होस् भन्दा भन्दै लोभै लोभमा मरेछ अरे। क्या मर्दा त न उनीहरूले राम्रो केवा कर्म गर्थ्यो, न कसैले मलमै गर्थ्यो, अनि अहिले चाहिँ आदमी के भयो, प्रेत भयो। अनि त्यसकारण भोलि त्यो गर्नुहोस् भनेपछि हुन्छ हामी आउँछौँ, अब चाहिँ हजुरले भनेपछि भोलि चाहिँ हामी खुसी हुनु, तृप्त हुने भयो भनेपछि अनि फर्केर गयो त्यो वैशाली नगरको प्रेतहरू। अनि भगवान बुद्ध जानुभएपछि सबै भोजन लिएर बसिएको थियो, घुँडा टेकेर वज्रासनमा बस्नुपर्छ। अनि भगवानले ग्रहण गर्ने बेलामा त फेरि हल्ला गर्दै आयो बाहिर। त को आयो? बाबुआमा आयो, बाजे बाजे आयो, प्रेत। तर को थियो? आफ्नै बाबुआमा थियो। आइसके सबै भातै खानै छोडेर भाग्यो। के आयो आयो देख्दैन उनीहरूले, त देख्छ त हामीले, र हल्ला मात्रै सुनिसकेपछि अनि तर्साउने आयो, के आयो सब भाग्यो। ए छोरा हो, बस, यो तिमीहरूको बाबुआमा हो, उनीहरू तिम्रै लागि आज तिमीहरू भोजन चढाउने चाहिँ कसो कारणले भएको भन्दा उनीहरूको कारणले भएको, र बाबुआमा आज तिमीहरूको प्रेत भएको छ
र हिजो माथि म भएकोमा आएर मैले नै बोलाएको भनेपछि नि आएर अनि त्यसो यसो भनेको छ। अब उनीहरूको नाममा मुवा मलम गरिदिनु भनेको छ। तिमीहरूको नाममा गरिदिउँ कि उनीहरूको नाममा गरिदिउँ भन्दा भगवान् हाम्रै बाबुआमाको नाममा गरिदिनु भनेपछि चाहिँ अनि उहाँहरूको नाममा गर्दा तत्कालै देवलोकमा चाहिँ जन्मिएर अनि सुख भोग गर्यो। त्यो मलमले पनि मात्रै कहाँ जन्मियो? तत्कालै मर्यो। भगवान्ले गरेको मलम हो नि त। सबै 33 कोटी देवतामा इन्द्रलोकमा गयो। अनि त्यसरी हामीले मुवा मलम गर्दा नि ज्याम्पल पाओ चितर खेम्पा त कुन्तो सङ्पो त्यहाँ त्यसै भन्छ नि। ज्याम्पल पाओ भनेको मञ्जुश्रीले जसरी गर्नुभयो त्यसरी नै समन्त्रबद्ध बुद्धले गर्नु पर्यो। र त्यसरी नै हामी पनि छलोको प्राणीहरूलाई पनि बराबर पुण्य सञ्चय गर्न सकौँ भन्ने चित्त उत्पन्न हुँदै गर्नुपर्छ। ज्याम्बल पाओ भन्दा चाहिँ मुवा मलम गऱ्यो भने चाहिँ त्यस्तो हुन्छ भन्ने कुरा बुझाउनु हुन्छ। कुरो बुझ्यो? अब त्यसले गर्दा चाहिँ बाहिरको चप्पल सम्झिन्थ्यो क्या। बल्ल बल्ल खुट्टा दुखेको हरायो। अब चाहिँ 2 दिनदेखि बसेको 3 दिनदेखि ज्याम्बल पाओ भन्दा चाहिँ पुस्तक माओ मजासँगै भन्दा नै पुस्तक चाहिँ बटार्न थाल्ने के को नमस्कार के को घोम कि होइन तपाईँहरू पनि त्यसो गर्छ कि भनेर सम्झाइदिएको। कहीँ नङटा रिसो भन्दा मुखले भन्दैको चाहिँ माओ मजासँगै नमस्ते यता भन्छ यता चाहिँ पल्नु त्यतिखेर त एकदम दाहिनेपट्टिको छ देब्रेपट्टिको छ घुम गर्नुपर्छ। ज्याम्बल पायो भन्दा नि यसो यसो गर्दै मान्छे बाहिर चप्पल कता छ अब बाटो गाडी बाइक चाबी सम्झिराखेको हुन्छ। अनि केवा कुन्तो भन्दा त झन् अब यता नङटा गर्दा त यसो यसो पनि सरेर यता यता नङटा यसो लागा छुइयो हुन्छ। अनि यो चाहिँ गर्नु हुँदैन। यो सबैभन्दा गर्नुपर्ने नै बिग्रिरहेछ कहिलेकाहीँ तालमेल। यी कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ। तपाईँहरू कहिलेकाहीँ छोरा छोरीमा आइबस्दा पुस्तक हो कि होइन? यो कुराहरू इम्पोर्टेन्ट कुरा हो है। ल ज्याम्बल पाओ चितर खेम्पा कुन्तो सम्पो कुन्जे जेसो तलो चियावा तिता पुन्चे रक्तो तुसो जेबी यावा थम्जे मोवा गल्ला छुतो मुपा दही योगे जावा तिमी सम्पो चुसे रक्तो मोर सोनाम दे थम्जे शिव तोने ये बेटा नम पुन्जे balon chogwai sibe chole dawa dalwar shio kyawa kunto yanga lama dalme chuji palla sasa lambi yamse palle lami kopa nyurtho shio nangda rikshon langa chegi kuda yeshe roba jamle sasa nalje chenpo nyamle terme thugi tigle roji shio vajra sato samaye manopal vajra sato teno batishta trido me bhava sudo shio me bhava shudo shio me anuragdo me bhava sarva siddhi me prayaja sarva karma sujami chidam chiyam guru hum ha 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 Bhagavana sarva tata gata vajrama me manja vajriva mahasamaya sarva